कुशल मल्ल जसले विश्व कीर्तिमान बनायो, जो नेपालको सबैभन्दा खतरनाक हिटर मानिन्थे। आज ऊ किन वर्ल्ड कप स्क्वाडमा छैन? कि यो राजनीति हो कि अन्याय हो? कि यो क्रिकेटको स्वाभाविक प्रक्रिया? आजको यो भिडियोमा हामी भावनामा होइन, तथ्य, तथ्याङ्क र क्रिकेट लजिकमा कुरा गर्नेछौँ। नमस्कार साथीहरू, आज हामी नेपाली क्रिकेटको सबैभन्दा चर्चित र विवादास्पद नाममध्ये एक कुशल मल्लको बारेमा कुरा गर्न गइरहेका छौँ। कुशल मल्ल नेपाली क्रिकेटको रेयर ट्यालेन्ट हुन्। उनी कम उमेरमै राष्ट्रिय टोलीमा प्रवेश गरेका खेलाडी पनि हुन्। 15 वर्षको उमेरमै ओडिआई डेब्युट गरेर अर्धशतक बनाएर इतिहास रच्ने खेलाडी पनि हुन्। त्यो बेला नै क्रिकेट विश्लेषकहरूले भनेका थिए अपकमिङ फ्युचर स्टार, किनभने बायाँ हातको ब्याट्सम्यान, नेचुरल टाइमिङ, फेयरलेस एप्रोच, बिग शट खेल्न डर नमान्ने मानसिकता। नेपाल जस्तो एसोसिएट नेसनका लागि यस्तो प्लेयर डायमन्ड जस्तै हो। कुशल मल्ल पिकमा हुँदा नेपालसँग एउटा यस्तो ब्याट्सम्यान थियो जो पावर प्लेमा पनि डेथ ओभर्समा पनि म्याच पल्ट्याउन सक्थ्यो। उनको टी20 इन्टरनेसनल करियर हेर्ने हो भने 900+ रन, 145 भन्दा माथिको स्ट्राइक रेट, 1 शतक र धेरै अर्धशतकहरू पनि लगाइसकेका छन्। यो स्ट्राइक रेट एसोसिएट नेसनका लागि इलाइट लेभल हो। बलरले लाइन लेन्थ मिस गर्यो भने बल बाउन्ड्री बाहिर जाने सम्भावना पक्कै हुन्थ्यो। अब आउँछ त्यो दिन जसले कुशल मल्ललाई केवल नेपाली स्टार होइन, वर्ल्ड रेकर्ड होल्डर बनायो। एसियन गेम्स 2023 नेपाल भर्सेस मङ्गोलिया। यो म्याच इतिहासकै पन्ना फेरिदिने दिन बन्यो। कुशल मल्लले मात्र 34 बलमा टी20 इन्टरनेसनल शतक पुरा गरे। त्यो बेलासम्मको सबैभन्दा छिटो टी20 सेन्चुरी बनाउने उनी पहिलो खेलाडी बने र यसरी उनले रोहित शर्मा, डेभिड मिलर जस्तो दिग्गज खेलाडीको रेकर्ड पनि तोडे। त्यति मात्र होइन, 137 रन, नट आउट, 12 छक्का र 8 चौका प्रहार गरेका थिए। नेपालले बनायो 314 रन, 3 विकेट गुमाएर। टी20 इतिहासकै सबैभन्दा ठुलो टिम टोटल एक एसोसिएट नेसनको लागि त्यति बेला बनेको थियो। यो वर्ल्ड रेकर्ड पछि सबैको एक्सपेक्टेसन धेरै माथि नै भइसकेको थियो र फ्यान्सले भने अब कुशल मल्ल नेपालका म्याक्सवेल हुन्। तर क्रिकेट क्रुअल गेम हो। एक्सपेक्टेसन बढेसँगै प्रेसर बढ्छ, अपोजिसनले प्लान बनाउँछ, विकनेस एक्सपोज हुन्छ र यहीँबाट सुरु भयो स्ट्रगल। सन् 2024-25 तिर आइपुग्दा कुशल मल्लको फर्म कन्सिस्टेन्सीमा देखिएन। केही सिरिजमा अर्ली डिसमिसल, बाउन्ड्री फ्रिक्वेन्सी घट्यो, स्ट्राइक रेट 80-90 को आसपासमा झर्यो। टी20 फर्मेटमा 120 भन्दा तलको स्ट्राइक रेट धेरै नै तल मानिन्छ। 120 भन्दा तलको उनको स्ट्राइक रेट रहेको थियो र वर्ल्ड कप जस्तो टुर्नामेन्टमा सिलेक्टरहरू ग्याम्बल गर्न चाहँदैनन्। यो कुरा पेनफुल भए पनि प्रोफेसनल क्रिकेटको लागि रियालिटी हो। त्यसैले बेटर रिसेन्ट फर्म भएका खेलाडी सेलेक्ट भए र कुशल मल्ल यो पटक चाहिँ बाहिर बसे। फ्यान्सको दुःख भ्यालिड छ, किनकि कुशल मल्ल म्याच विनर हुन्, क्राउड पुलर हुन् र कन्फिडेन्स प्लेयर पनि हुन्। तर सेलेक्ट नहुनु करियर समाप्त या पोलिटिक्स या बायस होइन, यो केवल एउटा फर्म भर्सेस फेमको ब्याटल हो। कुशल मल्ल अझै युवा छन् र ट्यालेन्ट अनक्वेसनेबल छ। एक गुड डोमेस्टिक सिजन, एक इम्प्याक्टफुल सिरिज उनलाई फेरि टिममा ल्याउन काफी छ। क्रिकेटमा कमब्याक रेकर्डले होइन, नेक्स्ट इनिङ्सले ल्याउँछ। वर्ल्ड रेकर्ड बनाउनु ठुलो कुरा होइन, तर वर्ल्ड कप खेल्न हरेक दिन प्रमाणित गर्नुपर्छ। तपाईँलाई के लाग्छ, कुशल मल्ल कमब्याक गर्नेछन्? कमेन्टमा लेख्नुहोस्। यदि तपाईँलाई यो भिडियो मन पर्यो भने च्यानललाई लाइक, सब्सक्राइब र सेयर गर्न नबिर्सिनुहोला।